जोजलपा नेपाल भाषा लर्निङ सेभ नेपाल भाषा क्याम्पेन ब्लग एड्रेस www.nepal-bhasha.blogspot.com नेपाल भाषालाई पछिसम्म बचाइराख्नको लागि हामीले सेभ नेपाल भाषा क्याम्पेन अन्तर्गत अहिलेको लागि युट्युब भिडियोजहरू बनाउँदै छौं र अहिले ब्लग पनि बनाएका छौं। हजुर पनि यो क्याम्पेनमा हेल्प गर्न चाहनुहुन्छ भने आफ्नो पसल अथवा घरमा अरूले देख्ने गरी यो ब्लग एड्रेस www.nepal-bhasha.blogspot.com पेपर अथवा अरू कुनै माध्यमबाट राख्न सक्नुहुन्छ। यो मेथड पोसिबल छैन भने हजुरले सोशल मिडिया जस्तै फेसबुक ग्रुप्स, ट्विटर, लिंक्डइन आदिमा ब्लग एड्रेस शेयर गरेर सेभ नेपाल भाषा क्याम्पेनलाई हेल्प गर्न सक्नुहुन्छ। अब हामी सुरु गरौँ हाम्रो रेगुलर टपिकहरू। आजको टपिक छ गर्मी सम्बन्धी, किनभने अहिले गर्मीको मौसम सुरु भएको छ र आई बिलिभ यो कन्भर्सेसन हजुरलाई काम लाग्नेछ। नम्बर 1 गर्मी तानो। नम्बर 2 गर्मी भयो तानोला। नम्बर 3 गर्मीले मर्न लागे तानोया सीन। नम्बर 4 क्वेशन गर्मी भयो तानोला। नम्बर 5 कस्तो गर्मी गयौ तानो। नेक्स्ट नम्बर आज घाम चर्को छ थौ निभा थी। नेक्स्ट नम्बर घाममा जान सक्दिन निभाले वने मफु। हामीले प्राय घरमा भन्दाखेरि निभा भन्छौं, तर निभा भन्दा पनि निभा चाहिँ मोर एक्युरेट हुन्छ होला। यो एच हटाएर निभा मात्र, लाइक एक्युरेसी चाहिँ यो एक्युरेसी हुन्छ निभा अर्थात सनलाइट अथवा काम। यो निभाको सट्टा निभा चाहिँ बढी एक्युरेसी हुन्छ। नेक्स्ट नम्बर गर्मी बेला बाहिर नजाऊ तानो बले पिने वने मटे तानो बले पिने वने मटे। नेक्स्ट नम्बर गर्मी भयो नुहाउनु पर्यो गर्मी भयो नुहाउनु पर्यो तानोल मो लुई माल तानोल मो लुई माल। नेक्स्ट नम्बर गर्मी भयो नुहाउन जाउँ तानोल मोलु वने नु तानोल मोलु वने नु। नेक्स्ट नम्बर गर्मी भए
nuhauna जाऊ ता नो सा ता नो सा मोलु मोलु हुँ ता नो सा मोलु हुँ नेक्स्ट नंबर चिसो ल्याउ खुवाऊ खुवाऊ अजी नेक्स्ट नंबर चिसो पिउने हो खुवाऊ त्वन्यु ला खुवाऊ त्वन्यु ला अथवा यसरी पनि भन्न सकिन्छ खुवाऊ त्वन्यु खला नेक्स्ट नंबर sheetal ठाउँमा hida सिचु थ्यानु नेक्स्ट नंबर गर्मी भए लुगा फुकाला ता नो सा ल टोटी ता नो सा ल टोटी नेक्स्ट नंबर गर्मी भए जुत्ता फुकाला ता नो सा लाका टोटी ता नो सा लाका टोटी र अघि मैले सुरुमा भनेको ब्लग यही हो nepal-bhasha.blogspot.com यो ब्लग खासै केही त छैन यसमा तर मान्छेहरूलाई यो खोज्न सजिलो होस् अब युट्युबको हामीले भिडियोको लिंक दिँदाखेरि त्यो अलिकति मान्छेहरूलाई सम्झिन गाह्रो हुन्छ यो भए सम्झिन सजिलो हुन्छ र यसमा नयाँ भिडियोहरू सबै यसमा शेयरिङ गरेर राखेको छु मैले यो मान्छेलाई यो लिंक एक्सचेन्ज गर्न सजिलो होस् भनेर मात्र मैले यो ब्लग बनाएको हो थ्यांक यू फर वाचिङ शुभ